साथी हो, तपाईँलाई थाहा छ जब हामी कोही मान्छे मरेको ठाउँमा जान्छौँ, कोही मान्छे बित्नुभयो, साथीभाइ अथवा इष्टमित्र होइन बित्नुभयो, उहाँको अब अन्तिम रेस्पेक्ट पे गर्नुको लागि, उहाँको लागि चाहिँ अन्तिम के पूजा अथवा तपाईँको आफ्नो भेट्नुको लागि जानुहुन्छ, अथवा उहाँको मलामी जानुहुन्छ, अथवा उहाँको अन्तिम घेवामा जानुहुन्छ, ठुलो क्रियामा जानुहुन्छ, त्यतिखेर हामीले जहिले पनि लान्छौँ नि प्रसाद भनेर फलफुलहरू लान्छौँ, अब सगुन भनेर होइन तपाईँको जुसहरू लान्छौँ, के लान्छौँ नि त, जाँड रक्सीहरू पनि लानुहुन्छ कतिले। त्यो चाहिँ लानु बेकार रहेछ साथी हो। बरु त्यसको साटोमा तपाईँले बरु एउटा खाममा पैसा हालेर उहाँको नाममा भगवान्को नाममा बत्ती बालिदिनुहोस्, अथवा उहाँको आत्मालाई शान्ति हुनको लागि उहाँको अब पछि कुनै स्मृतिहरू बनाउनु के बनाउनुहुन्छ, अथवा लामाहरूलाई दान दक्षिणा दिनको लागि सहयोग हुन्छ भनेर हामीले बरु खाममा पैसा हालेर उहाँलाई बरु फुलको एउटा झुप्पा लगेर चढाइदिने, अनि हाम्रो बुद्धिस्टको उसबाट हो भने चाहिँ तपाईँको एउटा खदाक लगेर चाहिँ लगाइदिने, अनि त्यसरी चाहिँ तपाईँले गएर त्यहाँ गएर प्रेयर गरेर उहाँको आत्माको लागि शान्ति होस् भनेर हामीले प्रेयर गऱ्यो भने चाहिँ राम्रो हुने रहेछ साथी हो। हामीले जब त्यो प्रसाद के भनेर पसलबाट किनेर सकि नसकि लगेर जान्छौँ नि, त्यो त्यहाँ गएर एकदम गाह्रो हुने रहेछ क्या बिचरा उहाँहरूलाई, जसको घरमा मराउ परेछ तिनीहरूलाई अब त्यो सामान धेरै भएर के त्यो मान्छेले लाँदा पनि लाँदैन, के गर्ने अब त्यो होइन। बरु त्यसको साटोमा तपाईँले 4-5 रुपियाँ अथवा 100-150 कति पर्छ होइन, तपाईँले प्रसाद किन्नुहुन्छ, त्यो पैसा खाममा हालेर त्यहाँ चढाइदिनु भयो भने उहाँहरूले त्यो पैसालाई उहाँको पूजाआजाको लागि, बत्ती बाल्नको लागि, क्रियामा अथवा चाहिँ तपाईँको लामाको लागि अथवा बाहुनको लागि दक्षिणा दिनमा त्यहाँ काम आउँछ कि त्यो पैसा। त्यो प्रसाद त उहाँहरूले अलरेडी त्यहाँ चढाइरहेको हुन्छ, त्यही प्रसाद बाँड्नलाई त्यहाँ ज्यादा भइरहेको हुन्छ। हामी सबैजनाले फेरि त्यस्तो प्रसादहरू भन्दै लग्यो भने त त्यहाँ त एकदम टु मच हुन्छ। अनि हामीलाई प्रसाद लैजाऊ भनेर दिनुहुन्छ, ल्यायो घरमा ल्याएर कसले खाँदा पनि खाँदैन, एउटा खान्छ दुईवटा खान्छ, त्यो बिग्रेर जान्छ। त्यसरी खेरो फाल्नुभन्दा त बरु पैसा चढायो भने पैसाले त के हुन्छ, उहाँको आत्मा शान्तिको लागि उहाँहरूले घरिघरि पूजाहरू गरिरहनुपर्छ, त्यतिखेर पनि त्यो खर्च गरेर तपाईँलाई पनि पुण्य हुन्छ क्या। त्यस्तो चाहिँ मेरो विचार। तपाईँहरूलाई कस्तो लाग्यो भन्नुहोस् त साथी हो। यो चाहिँ मलाई सही लाग्यो क्या, किनभने त्यो प्रसाद भनेर हामीले लान्छौँ, सगुन भनेर होइन, जुस के लान्छौँ, त्यहाँनिर एकदम सबैले ल्याएर धेरै भएर त्यो एकदम गार्बेज हुन्छ कि, फाल्नु पर्छ कि लास्टमा गएर होइन। हामीलाई पनि दिएर त पठाउँछ, हामीले नै ल्याउँछौँ, तर घरमा ल्याएर त्यतिकै राख्दा कुहिन्छ, के हुन्छ, फाल्छौँ। त्यसरी किन बेकारमा वायत चाहिँ उ गर्नु होइन, फोरमास गर्नु होइन। बरु पैसालाई तपाईँले